नमस्कार, कान्तिपुर समाचारमा पुनः स्वागत छ। म मृदुला खनाल। विदेशी ब्रान्डका उत्पादनप्रति आकर्षण बढेको जमानामा स्वदेशका उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउने प्रवृत्ति रहेको पाइन्छ। पछिल्लो समयमा नेपालमा पनि गुणस्तरीय जुत्ता उत्पादन हुन थालेपछि यसप्रति उपभोक्ताको मोहनी बढ्दो छ। तर जुत्ता व्यवसायको थालनी भएको 52 वर्ष पुगिसक्दा पनि यो उद्योग अपेक्षा गरे अनुरूप स्थापित भने हुन सकेको छैन। पछिल्ला वर्षहरूमा ट्रेड युनियन समस्याबाट थलो परेको जुत्ता उद्योगले अहिले भने दक्ष जनशक्तिको अभाव झेलिरहेको छ। मुलुकलाई स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिए पनि माग अनुसार जुत्ता आपूर्ति गर्न नसकेको जुत्ता व्यवसायीहरू बताउँछन्। जुत्ता व्यवसायको प्रवर्धनका लागि छाला जुत्ता तथा वस्तु उत्पादक संघले वर्षेनी प्रदर्शनीको समेत आयोजना गर्दै आएको छ। स्वदेशी जुत्ता उद्योगको अवस्था, सम्भावना र अहिलेका समस्या लगायतका विषयमा कुराकानी गर्न हाम्रो स्टुडियोमा हुनुहुन्छ काठमाडौँमा जारी छालाजन्य वस्तु तथा जुत्ताहरूको औद्योगिक प्रदर्शनीका संयोजक मनोज श्रेष्ठ। मनोजी, यहाँलाई स्वागत छ। हजुर, धन्यवाद। अहिले नेपालमा स्वदेशी छाला जुत्ताको अवस्था कस्तो छ? विगतको अब उसलाई कम्पेयर गर्ने हो भने अहिले धेरै सकारात्मक उचाइ देखिएको छ। अहिले हाम्रो जुन छाला जुत्ता उत्पादक संघ छ, यो संघले 7वटा औद्योगिक प्रदर्शनी सम्पन्न गरिसके पश्चात अहिले हाम्रो जुन भ्रेकुटी मण्डप राष्ट्रिय सभागृहमा 8औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हामीले जुन छालाजन्य वस्तु र जुत्ता चप्पलको हामीले प्रदर्शनी राखेका छौँ। यो प्रदर्शनीबाट चाहिँ हामीले धेरै हौसला मिलेको छ। अहिले कस्तो उत्साहजनक छ? अहिले एकदमै उत्साहजनक छ र यो अवलोकनकर्ताहरू पनि विगतको भन्दा धेरै बढी मात्रामा अवलोकन भएको र त्यहाँ चाहिँ इन्क्वायरीहरू जस्तो नेपाली ब्रान्डले, नेपाली कम्पनीहरूले पनि यति राम्रो जुत्ता नेपालमा बनिसकेको छ, नेपालमै बनेको हो भन्ने खालका जिज्ञासाहरू हामीले पाएको हुनाले हामी एकदमै यसबाट चाहिँ यो मेलाबाट चाहिँ हामी धेरै उत्साहित भएका छौँ। यहाँले अब राम्रो छ भन्नुभयो। पहिला नेपाली स्वदेशमै बनेका छाला जुत्ताका सामानहरू पनि प्रयोग गर्ने र भन्ने जस्तो अवस्था थियो। तर अहिले आएर त्यो अलिकति केही सुधार आएको चाहिँ देखिन्छ। यहाँले भन्नुभयो पहिले र अहिलेमा के फरक छ? अब पहिला विगत 10 वर्ष झन्डै अगाडितिरको उत्पादनहरू चाहिँ के थियो भने एउटा परम्परागत यो म्यानुफ्याक्चरिङ पद्धति, एउटा ट्रेडिसनल म्यानुफ्याक्चरिङ प्रोसेसबाट चाहिँ निस्केका नेपाली जुत्ताहरूको एउटा चाहिँ अब स्टाइल, एउटा फेसनेबल त्यति नहुँदो थियो र त्यसको एउटा मेसेज के थियो भने नेपाली उपभोक्ताहरूमा नेपाली